बालेन शाहको शपथ ग्रहण कार्यक्रम हो। नेपालको प्रधानमन्त्रीको रूपमा बालेन शाहले चाहिँ चैत्रको 13 गते दिउँसो 12:34 प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम रहेको छ है त, जानकारीमा आएको छ। र सुन्दै गुजबम आउने कुरा चाहिँ के छ भने 108 जना ब्राह्मणद्वारा, हिन्दू बटुकद्वारा चाहिँ स्वस्ति वाचन गरिने रे। जुन चाहिँ स्वस्ति वाचन चाहिँ कुनै पनि कार्यक्रम चाहिँ शुभ मङ्गल रहोस् भनेर चाहिँ गरिन्छ। र सँगसँगै तपाईँको मङ्गल वाचन 108 जना बौद्ध लामाद्वारा चाहिँ मङ्गल वाचन गरिने र साथसाथै 7 जना तपाईँको ब्राह्मणद्वारा चाहिँ शङ्खनाद गरिने, शङ्खनाद चाहिँ शङ्ख बजाएर गरिने। र यो सुन्दै गुजबम आउने कुरा, बालेन शाहले चाहिँ एकदमै आन मान शानका साथ चाहिँ प्रधानमन्त्रीको शपथ ग्रहण लिन लागिराख्नु भएको छ। यो इन्टरनेसनल न्युज बन्ने किसिमको चाहिँ एउटा माहौल छ। र अब हामी नेपाली जति पनि विदेशमा बसेका नेपाली छौँ, हाम्रो तर्फबाट पनि अग्रिम शुभकामना छ। हामी यहाँ बसेका विदेशमा भएका नेपालीले पनि हाम्रा लागि राम्रा कुरा भएको देख्न पाऊँ। विदेशबाट जसरी नेपालबाट विदेश आयो पैसा कमाइन्छ, राम्रो होला भनेर, यसरी नै अब नेपालमा राम्रो हुन्छ, नेपाल जाने भनेर नेपालको टिकट पनि काटेर जान पाऊँ है त। र अग्रिम शुभकामना। सबैले चाहिँ यो भिडियो खुसियालीमा सेयर गर्नु होला है त।